छुटेर आउँछु म त इसको म आफ्नो तरिकाले गरिहाल्छु नि हौ समातेर गर्न नानी भाग्छ होला जस्तो लाग्छ के को भाग्ने हेर मेरो भाइहरूको भाग्य यस्तो दामी रहेछ कस्तो राम्रो रहेछ है ल सानो सानो ल यहाँ मैले ऊ राखेको थिएँ नि के अरे पिर्गामा यहाँ माथि चढ्नलाई राम्रो रहेछ छामा खोइ ल्याउँदा आमा ऊ ल्याउँदा यो फुटाको यता राख्ने होइन कि यसरी फालिदिनु यो अरू परे हाल्ला लास्टमा हातले ट्याक्टेर लगाऊ अनि त्यसपछि अनि अहिले के अरे हात धुलाएर हुन्छ यो भयो यो लाग्यो नानी कठिन पिरिनेटी होइन हजुर पिरिनेटी के अरे तेरो बत्ती निक्छ कि भनेर ठिक छ बस मेरो कसैले नि ल्याउनु है यता अहिले पहिला टिका लगा अनि पछि ल्याउँला पछि होइन यहाँ मेरो नि उछ के त्यो झोला ल्याउनु भएन के गरे चाहिँ बोट पाला राखिदिनु पर्यो के राख्नुपर्छ एउटा झ्यारा के पाला अब यहाँ देख्दैन चाखा छैन पछाडि हेरेको थिएन यता दाइहरूले मिलाएर लगाउँछ हुन्छ खोइ साइला मिलान टिका खोइ ठिक छ मिलान ऊ दाइको जस्तरी लाउने नि सगरमा न नानी मलाई चाहिएन चाहिँदैन हामीले बनाएको बनाइदिएको यही छ त पानी नानी खोइ त उठ्नु त अब के गर्यो तिमीले यो पालि यस्तो यसो गर्ने रे क्या दाइले अनि सोध्छु नि लगाइदिनु यो शिलाको भाइ दायाँ कि बायाँ हजुर त्यो शिलाको भाइ दायाँ कि बायाँ मैले बिर्सेँ कि टोपी लाउनु यो बायाँ हो मेरो सानोलाई यहाँ ठुलो पो हुन्छ कि हो मेरो बनाइला ठिकैको होला त्यसो नगर न एकछिन हिरो कस्तो हात है नाकको डाँडी नआइने केही हुन्न
सिधो पार्नु निधारको ट्याक्टर नाको डाँडा सेतो स्वै दलिदिनु त्यहाँ केही फरक पर्दैन माथि माथि तल नतार्ने माथि तार्ने छोटो भयो त एकटिको त जस्तो भन्छ ल्याप ल्याप लगाइदिनुहुन्छ हातले अनि ट्याक ट्याक गरे फाटा निकालेर त अनि सट्यो डाँडीतिर आए पनि हुन्छ कि तल हुन्छ भित्र आयो कि के फरक पर्दैन त्यो टोपी अलि माथि खस्यो अलिकति ठुलो भइसक्यो बाबुलाई अर्को कालोमा पाएको थियो त्यो कालोमा कति कालो मात्रै गर्नु भनेर छोटो भयो काशीले कहाँ उत्तम माथि गरेर ठिक छ त यो ठिक्क छ त लाउनुपर्छ माया एकैछिन ट्याक ट्याक लगाइदिनु हो डराउनै पर्दैन सट्टा निकाले ट्याक मैले बनाइदिँदै नि नर्ल नि केराको पात बनाइदिएछ त पर्दैन नि आफैलाई भा टोपी लाग्यो भिडियो गर्ने कि मैले नि हात भिडियो भिडियो त भाले खिच्दैन हातले अनि टोपी लाग्यो भाइ नै टोपी लाग्यो माथि ओपरको भयो हो अझै माथि लगाइदेन यहाँ भयो माइजो टोपीले अप्ठ्यारो भयो मामा या चुचु मिलाउ मामा उयो भान्जाको टोपी मिलाइदिनु त खोइ ल्याऊ बाबु यो माथि रातो थिसी मेरो हातले सैका सै पार्दै साइडको साइडमा लाउने त्यहाँ थियो त दाइहरु सम पख पख सबैजना एकैचोटि भएर कि भदार सबै बाहिर दाइहरु साइड के भन्छ हो र रातो लगाइदिए त झिलझिल लगाइदिएर खोइ झिलझिल त्यो त कता लाग्छ टोपी त फस्यो चुयो त अलि पातलो भयो भाइले धेरै टर्कनाला भयो तारो छैन यहाँ ट्र्याक्टर सट्टै गरिदिनु ल माला उसो आनर लायो टिस्यु पेपर हुन पर्छ के टिस्यु पेपर थियो के कहाँ लायो नानी ल यसले गरिदिनु नि त सबै यो मेरो हातमा नि तिमीहरू त लाउन नजान्ने थियो क्या सिकाउन पर्ने यिनीहरूलाई प्र्याक्टिसै गर्नु बाजेको पुज्यो खै यसले दाइ त्यो भिडियो छ यहाँनिर ला सर सर दलेर सर्छ यता यता त के भयो हातले लागेको क्या ए भयो के लाको नि यता हेर्नु त सम Oh shit. Here we go again. यति सहिलो हुन्छ टिका लाउन नजानेर कि अच्छी छ आइगो गर्छ सानो लाइदै हेर्नु दिदीको अलि अनुहार आएन कि दाइको हात आयो कि त्रिशूल बनाइदिउँ क्या नसन हेर केराको बात नलान्छ दामीलाई फेसबुकमै खोइ मेरो टिकटिके हेर्न केटी उयो प्लेटमै थियो त खोइ मेरो झुझुरे ल यता खिच्दिनु ल फोटो ल दिदी यता हेर्नु माला लाग्यो यहाँ यता ट्र्याक्टर ल यता हेर्नु है यता भयो बुढी रोक्नु यता यताबाट खिच्नु यता हेर्नु बाबा त्यो मखमली हो यता सयपत्रीमा यता हेर्नु सबैजना यता डेन्जरको उत्तरै नि उता टिस्यु लिनु जमाना त डेन्जर हुँदो रहेछ यार कस्तो डेन्जर हुँदो रहेछ मखमली काँडा हुन्छ बुढाको राम्रो खिच्छ कि बाँकी ठिकै छ दाइ आयो भन्छ दाइ खाएर आयो राम्रो खिच्नु पर्यो बिस्तारै स्माइल ल्याउनु सर नहीं मुझे मजाक नहीं उड़वाना अपनी चीज का भाउजू राखिदिन्छ के के गरेको यो समीर यहाँ छ त लाइट लिएर लाइट कि भिभो हुनु पर्यो भएन भिभोको अहिले लेटेड बब्बाल ए डिएसएलआर ल है ए फोटो चल्यो पोर त पुरा
जम्प माला समातेर यता हाल्नु। यता 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 होइन बस्नु त तपाईँ। होइन दाइ खाली दिँदैन हुन्छ कि हामीलाई जे पनि खुसीमा। ल यहाँ बिचमा राख त ओहो यो ब्युटिफुल यस्तो फोटो हाल्दा दामी पो आउँछ त होइन नि के भन्छ अरे तिम्रो त्यो लामसित गर्ने हो यति लाउनु पाउन एकैछिन भएन बा बिहा होइन अर्को नयाँ हो त्यही होला त्यो होइन दुईटा लाउनुपर्छ नि बाबाले हेर बाजेले बाबा के अरे छोरासँग टक्क मिलेर बस्नु न। के गरेको फोटो खिचिदिएको त अलि सिङ्गल खिचिदिएको दुईजनाको ल दुईजना हाल्नु छोरो दिदी पछाडि जानु अब। होइन यहाँ अब यो दिने हो? देखाएन कसैले ल उता उता मम्मीलाई हेर न ल ल भयो ए ल पुरा यहाँ भिडियो गर्नु हाम्रो यता यता कति वर्षपछि रे 8-9 वर्षपछि बल्ल ल ल ल ल अब बधाई ल बधाई ल यता हेर सानो क्या मस्त हेरेको मेरो छोराले। ल यता हेर्नु बुढो सोम त हरायो के अरे नाङ्लीले छेक्यो सोमलाई त। यहाँ ए दिदी के हो यता हेर्नु बुढो चस्मा खोल्दैन त म यार ल खोल्नु न खोल्नु। कौन है ये लोग कहाँ से आते हैं ये ल यता नभए अबे अब के म सक्दैन रे के हो यस्तो के बिनी खोल्ले अलि नयाँ ल चामलको पिठो बनाउनु पर्छ खै मैले सकाको गरेको ट्याक्कै बसेको ल भयो ल ल जान्नु अनि एकैछिन राख्ने मात्र अनि फेरि त्यसपछि भाउ यो लाइन होइन म्याच होइन ल निकाल नि त ल त्यसपछि कुन यो होइन मलाई के भएको त्यो पछि र पछि फेरि किन त्यो भिडियो पनि झन् लजी गर्नु पर्यो त्यसपछि सिधा त भयो पानी पो चुइयोले एउटा भिडियो बनाइदिनु बाबु ल गर्मीले पसिनै पसिना भयो अब माथिदेखि ल। ए माथिदेखि लगाउने यार यो चामल गर्नुपर्ने हो क्या? यो नगरे। एउटा कस्तो राम्रो आउँदैछ यो मोबाइल। के हो ले गर्ने हो त्यहाँबाट त्यो घर एउटा फुल भयो ल्याउ त बुढी होइन त्यो नलगाऊ यो यिनीहरू लगाऊ त्यो रङ हो त्यो रङ एउटा टिक्क लगाइदियो ल फुला लगाइदियो ट्याक्क मात्र लगाइदियो कि त्यही रङ भएको ठाउँमा एकचोटि मात्र लगायो भयो कि ओके अबि उल्ट ल भयो होइन माला लगाइदिएन मलाई ए अँ त है ए माला बोला खाके कता हो हजुर एकछिन यहाँ टिका लाउँदै हो। तँलाई पठाइदियो भने उतै पनि जानुपर्छ। ए अमिर पुण्याहरू फुलाउने होला नि कानमा यो हो त्यो उसले बाबु ल माला लाएको जस्तो भयो। कता हो राइट हो कि लेफ्ट हो भने राइटै हो राइट राइट हो यता हो राइट यता मेरो पो राइट गरिरहेको म भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी त भान्जा उता कता हो? लाइफमा खानु त। तिमी यता खा, मैले यता भयो म खाने भयो भयो यता हेर्नु दिदी यहाँ क्यामेरामा उठ्नु त। ए ल ल भयो बाबु नि गौटो ए महेन्द्र धोतिसीको छैन त्यसको पनि कोठामा त ब्रान्डेड रहेछ कहाँबाट आएको भएको के भन्छ अरे धन्यवाद भाइ समीर भाइ एकजनाको चाहिँ म ब्याङ्कमा आएको छ समीर भाइ भन्। समीर भाइ धन्यवाद कान्छा ठुलो भाइको चाहिँ ब्याङ्कमा छ म पछि देखाउँछु मेरो भाइ मेरो भनाइ सबैलाई भाइ टिकाको धेरै धेरै शुभकामना मेरो ब्लेसिङ मेरो माया मेरो भाइहरूलाई यता यहाँ
जर्मनीबाट पठाउँदैछु। अनि ह्याप्पी तिहार भन्न। ह्याप्पी तिहार। भाइको तर्फबाट बहिनीलाई गिफ्ट, हामी दिदी बहिनीलाई बराबर सेम हो। मेरो बहिनीलाई गिफ्ट 3टा भाइको तर्फबाट, यो भदैको तर्फबाट बहिनीलाई जर्मनी जान्छ यो कपडा जर्मनी जान्छ। अनि यो पनि जर्मनमा अब सपिङ गरेर जर्मन पठाउने हो भाइहरूको गिफ्ट।